यतातिर जानु दरकार छैन है। कुक ट्रेनिङ गरेकोहरूलाई अनि यहाँ होटलहरूतिर भाडा 50,000सम्म दिन्छ महिनाको। यहाँ यहाँ सन्दकपुरमा यहाँ पर जौबनमा खोलिदिएको ठुलो होटलहरू। सिंगलीलाई चाहिँ नेसनल पार्क भनेर डल्लै यो समात्छ। यो जम्मै अहिले यो कुम्लिङमा हामीले इन्ट्री गर्यो नि, यहाँदेखि फालुटसम्मको यो जङ्गल जम्मै सिङ्गली नेसनल पार्क भन्छ। तर डल्लै जङ्गललाई नै नेसनल पार्क भनेर उयो गरेको। कोही चाहिँ टुरिस्टहरू आएर पार्क कहाँ आयो भन्छ, पार्क त छैन। होइन नि, पार्क भनेको त्यो उयो हो नि, नेसनल पार्क भनेको त फरेस्ट हो नि, जङ्गल हो। चन्दनको गाछहरू पनि छ त। चन्दन छैन, गुराँस, चिमल, बान्टे, टेङ्गा भन्छ। त्यो रातो रातो देख्ने गुराँसहरू। गुराँसको हो, यता ड्याममै फुल्यो नि, दामी देख्छ। मार्च एप्रिलमा फुल्छ नि। चिसो मात्रै हुन्छ है गुराँस त। गुराँस चाहिँ थुप्रो भेराइटिजको हुन्छ यहाँ। एउटामा यो अहिले जुन बेच्दै गरेको चाहिँ खाने हो, यसको फुल खान्छ, ए चाहिँ खाने रक्सीहरू काट्छ, वाइन बनाउँछ। नखाने होला पनि हुन्छ। सेम टु सेम देख्ने फुल पनि हुन्छ, तर चिन्नुपर्छ, त्यो खायो भने त मर्छ नि। हुन सबै रातै हुन्छ। रातै फुल्ने पनि हुन्छ, यस्तो गुलाबी कलरको फुल्ने पनि हुन्छ, हरियो, सेतो, निलो। निलो त झन् डेन्जर। मलाई रातो मात्रै देखेको। निलो चाहिँ जेर हो। एकदम डेन्जर। निलो त माथितिर ब्लु भन्छ यताको लोकलमा। त्यो निलो खायो भने त मान्छे नै मर्छ। अरू चिमलहरू, रातो चिमलहरू खाँदा चाहिँ जिब्रो सुन्ने, घाँटी सुन्ने हुन्छ नि। तर कोदोको छोक्रा खुवाउनुपर्छ, त्यो चम्बा हाल्ने खाने हुन्छ नि छोक्रा, हजुर। त्यो खाइदिनुपर्छ जाति हुन्छ। कति त बङ्गालीहरू नचिनेर खान्छ नि। गाइडहरूले यसो नगर्नु उसो नगर्नु भनेर सिकाउँदै पनि बाटे भएर टिप्दै खान्छ कि। कोदो अन्त कोदो छोक्रा अँ। तम्बाको है। त्यो ट्रेकिङ जानेहरू कोही बेला त्यस्तै जङ्गलतिर के भित्र खान्छ नि। तर यो जङ्गलबाट ट्रेकिङ हिँड्दैछ भने यस्तो जङ्गलको केही फुलहरू टिप्के ओऱ्यो भने क्यामेरा लगाएको छ जङ्गलभरि। हेर त्यो मानिसहरूको वाइल्ड लाइफ अफिसमा हेर्दै गरेको हुन्छ। त्यो चाहिँ तल देख्यो भने त्यो कुन चाहिँ टुरिस्ट हो र कुन चाहिँ गाइडले लगेको हो कि गाडीमा लगेको। गाइडले लगेको भने गाइडलाई फाइन हुन्छ, गाडीले लगेर गाडीवालालाई फाइन गर्छ नि। ए अनि सम्झाउँदै हिँड्नु जङ्गलतिर। अन्त यो जुन चाहिँ ट्रेकिङमा जान्छ उनीहरूले जङ्गल भेटाउँछ होइन? जङ्गलहरूमा हेर्नु त पायो कि त्यो के चुडाउने, कसै के काट्नेहरू हुन्छ नि। त कोही त हजुर। त्यो फुलहरू टिप्नु दिँदैन यहाँ। गुराँसको फुलहरू कोही टिपेर पहिला बाइक दिन्थ्यो नि, त्यो गुराँसको फुल यत्रो बिटा टिप्यो, स्टेरिङतिर सिउरो त्यसरी कुदाउँछ कि, हजुर। अनि रोकेको हुन्छ। कति 4 तारिक चुडेर अनि टुरिस्ट ल्याएर हामी फर्किँदा चाहिँ बाटै छैन। अनि 100वटा जस्तो गाडी चाहिँ सबै मिलेर वाल्ला गरेर छिराएको छ। गाडी त पुरा होला है। गाडी जम्मा हाम्रो युनियनमा 120वटा छ। 120वटामा युनियनमा पस्नु लागि नि त युनियनमा त्यो 120वटा भन्दा माथि गाडी हाल्नु दिँदैन। त्यो पनि उयो त्यो सिङ्गलीला नेसनल फरेस्टले लोगो दिएको हुन्छ 120वटा गाडीलाई। त्योभन्दा माथि बढाउनै पाउँदैन। अनि अहिले जस्तै त्यो भित्रको कसैले बेच्छु म भनेर अर्कोले किन्यो भने 5 लाख रुपियाँ। तपाईँले बेच्छु भने 5 लाख रुपियाँ दिनुपर्छ। रुटको दाम मात्रै 5 लाख रुपियाँ हो। झोलङ्गामा बस्नु त ड्याम्मै खाएर त्यसको अन्त भमिट हुने यस्तो हल्लाउँदै गयो भने त। सानसुनमा केही छैन है। गाइड अथवा ड्राइभरहरूले फुट्दै क्यामेरा घोसक कुदियो। तिनीहरू त त्यो
कोइला कुखुरा जस्तो यसो हल्लिँदा ओर्दा उता भाग्छ पाण्डाहरू पाण्डा त अझै सोधो त्यति छिटो भाग्दैन चराहरूको खिच्नु चाहिँ गाह्रो पर्छ मुनालको त्यो मुनालको मात्रै खिच्नुपर्छ मुनाल चाहिँ फेरि देखिसक्दो भाग्छ त्यो पाण्डा त बिस्तारै अलिक पाण्डा त रुखतिर छ भने चाहिँ खिच्नु सजिलो भुइँमा छ भने त भेट्दैन नि पाण्डालाई पनि बिस्तारै हिँड्छ होइन अनि भुइँमा छ भने त स्पिड लाग्छ पाण्डालाई त उयो तपाईँ मान्छेलाई त त्यसले एट्याक गर्दैन होला गर्दैन सानो खालको हुन्छ नि त धेरै यसो सोझो अल्छे भालुहरू पनि छ आलु छ आलु त हिजो बेलुका आयो भने नि त्यो माथि मोर्चल भएको त्यसको छेउतिर निस्किन्छ बेलुका बेलुका त आलु कालो चितुवा अर्को पाटे चितुवाहरू तर यो नेसनल पार्कमा त सबै छ नि अनि घोरल छ साह्रै धेरै यहाँ कोहीखेर बाटै भरिरहेछ घोरेलहरू घोरल भन्ने चाहिँ मिर्गा जस्तो कालो कालो ठुल्ठुलो गाईभन्दा अलिक सानो सानो थियो सिङ जस्तो बटारेको अझै यहाँ नेपालपट्टि यता खोला गाउँ भन्ने ठाउँ चाहिँ त्यताको मान्छेहरू लुकी लुकी आएर शिकार खेल्छ अरे क्या यो जङ्गलमा त्यस्तोले धेरै मारिसक्नु हुन्छ अहिले त क्यामेरा लगाएको छ पुरा जङ्गलतिर अब हामी यहाँबाट सिधै कहाँ कहाँ उत्रिन्छ अब कहिले बस्छ पुग्छ त्यही इन्ची गर्नुपर्छ अहिले त हामी ओह्रालो झर्दैछौँ है ओह्रालो कहिले बससम्म ओह्रालो ओह्रालो छ त्यहाँ फेरि उकालो उकालै उकालो यो बाटोहरू बिग्रियो भने त बनाउनु त टाइम लाग्छ होला नि टाइम लाग्छ नि पिडब्ल्युडीले अनि ठेक्का खुलाउँदा ठेक्का हुँदा ठेक्केदारले काम गर्दा त्यो बाटो बन्द हुन्छ होला बन्द हुन्थ्यो नि पोहोरको साल त अनि माथि दुई ठाउँ चुडेको थियो अर्को बाटो पनि छ कि अर्को अर्को छिर्ने बाटो छ जस्तो यो बाटो नि ब्लक भने हामी यता नेपाल भएर छिर्छौँ जौबरी हुन्छ जरीबाट निस्किन्छ अब भोलि पर्सि हिउँ पऱ्यो भने त यो जङ्गलमा गाडी कुद्नु सक्दैन नि बिल्दैन घामै लाग्दैन घाम लाग्दैन अँध्यारो होला फेरि त्यो अनि कप्ठेपछि आम्मा त गाडी रोकिँदैन त्यसमा अनि उता जौबरी गाह्रो ए हिउँ पर्दाखेरि चाहिँ त्यो बाटो हिँड्छ होला जौबरीको बाटो चिप्लिँदैन गाडी है यता चाहिँ यो ढलाइ गरेको छ भने चिप्लो हुन्छ कि त्यता चाहिँ सोलिङको बाटो छ भने चिप्लिँदैन अनि त्यही भएर त्यो बाटो अस्तिको पानीले ब्लक भइराखेको छ यता गरी बस्नु